हेलो लङ टाइम नो सी कोन्निचिवा ससिबुरी मिन्नासान। सो वेलकम ब्याक टु आवर च्यानल। म सुजन ज्ञापक तपाईँहरू सबैले स्वागत गर्न चाहन्छु मेरो भ्लगमा। धेरै समयपछि हामी आएको छौँ र किन आएको भन्दाखेरि अब आज भोलि र पर्सि चाहिँ हाम्रो मामा घरमा पूजा छ र त्यही पूजाले गर्दाखेरि अब भ्लग बनाइदिउँ भन्ने सोच आयो। त्यही भएर अब भ्लग बनाउन गइरहेको छु र तपाईँहरू सबैलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा फेरि पनि। सो गाइस, म चाहिँ अब यहाँ हाम्रो को छ के गर्दैछ भनेर देखाउन गइरहेको छु र सुरुमा चाहिँ तपाईँहरू सबैलाई इन्ट्रोड्युस गराउन चाहन्छु। फेरि रिइन्ट्रोड्युस भनौँ न हाम्रो प्यारो नोर्गेल मोक्तानलाई। नोर्गेल मोक्तान चाहिँ उसको मम्मीको मोबाइलमा के छ युट्युब सर्च हेर्दैछ र यता छ रिमा मोक्तान यतिकै हिँडिरहेछ किन खोइ। अनि यता चाहिँ पुरै तयारी हुँदैछ। यहाँ चाहिँ के भन्दैछ, यहाँ चाहिँ चिया खाने कपहरू ग्लासहरू यता छ। अनि यहाँ थर्मसहरू, चिया, तातो पानी, दुध पनि उमालेर कति धेरै हो छ। अनि यहाँ सुन्दा दिदी पुरै सफाइ मोडमा हुनुहुन्छ, सरसफाइ मोडमा सरसफाइ गर्दै हुनुहुन्छ। अनि यहाँ पुरै अलिकति मेसी छ तर केही छैन, तयारी गर्दै हुनुहुन्छ क्या। त्यही भएर यता थर्मसहरू टन्नै छ। यहाँ चिया पानी सबै व्यवस्था हुन्छ मेमेहरूको लागि, गुरुहरूको लागि र सबै यता तयार छ। अब म माथितिर नै अलिअलि देखाउँछु है त। पहिला पनि मैले तपाईँहरूलाई यो पूजा कोठा चाहिँ पहिला पनि धेरैचोटि देखाइसकेँ होला। आज पनि देखाएँ किनभने यहाँ पूजा हुने चाहिँ। र अहिले चाहिँ पुरै तयारी भइसक्यो। अलिअलि मेमेहरू आउनुभयो, अझै मेमेहरू बाहुलाबाट नै आउनु बाँकी छ। अहिले हामी सूर्यनारायण भएर सूर्यनारायणको आसपासको मेमेहरू चाहिँ आउनु भइसक्यो, लामो कुरोहरू चाहिँ। सो यही हो हाम्रो पूजा हुने पूजा कोठा चाहिँ यही हो है। सो लामो गुरुहरूलाई स्वागत गर्नको लागि यहाँ ढोकामा पनि अब यसो गाडीमा पानी सानी राखेर फुलसुल राखेर भनेर राखेको छ। अन्त यो चाहिँ सुरेन्द्र मोक्तानको बाइक, सुरेन्द्र बोसको। उता चाहिँ हनु सरको बाइक, मतलन दाईको। पछाडि चाहिँ रूपा दिदीको स्कुटर। अनि यता नोर्गेलको साइकल। अर्को स्कुटर चाहिँ रिमाको छ। रिमाको स्कुटर चाहिँ सुरेन्द्र दाईले ल्याउनु भएको छ। अब म ठिकै देखाउँछु म। यता रिमा मोक्तान चाहिँ फेरि जाडो भएर ज्याकेट लगाएर बसेको छ। अघि त गन्जीमा कुत्र गर्दै हिँड्दै थियो, अहिले चाहिँ फेरि यहाँ कटिङ गर्दै रहेछ, चपिङ गर्दै रहेछ। त के बनाउनु लाग्यो यस्तो कटिङ? टोफुको लागि गोलभेडा। ए गोलभेडा र टोफु चाहिँ कहाँ छ? अब टोफी लाउँदैछ सुरेन्द्र मोक्तानले। ए तेरो स्कुटर लगेर गएको जस्तो होइन? तेरो मेरो स्कुटर उस्तै हो। अब गोलभेडा चाहिँ रिमडेल किनेदेखि त खोइ 300 किलोमिटर पुरा होला। त्यो पनि होइन त 150 पनि बल्ल तल्ल होला। त्यही सिक्ने बेला म चलाउँछु यो सबै भ्याएर। त जहाँ गयो नि त्यही लगेर जानु पऱ्यो क्या, त्यस्तो बानी गर्नु पऱ्यो। अनि तेरो अनि तेलको प्राइस बढ्या बेलामा अनि अहिले 200 पुग्नु लाग्यो होला। महँगो छ, महँगो 205 पुग्छ। पहिला त 150 500 को रिमाको स्कुटर लगभग आधीभन्दा बढी हुन्थ्यो। 1000मा त फुल ट्याङ्क हुन्थ्यो। 1000 पनि लाग्दैन थियो, 900 फुल ट्याङ्क हुन्थ्यो। अब खै यस्तो कन्भर्ट गर्ने कुरा नि भएको छ। ल यहाँ रिमा मोक्तानको कटिङ हेर्दा मलाई झ्याउ लाग्यो। स्लो कटिङ छ। सक्कु त्यस्तै छ नि त। सो गाइस, बौद्धबाट लामो गुरुहरू पनि आउनु भएको रहेछ यहाँ मामाको गाडीमा। त्यहाँ अब गाडी मिलाउँदैछ है त, आउनु देखाउँछु अब। यहाँ मामाको गाडीमा आउँदैछ, त्यो चाहिँ हाम्रो विमल दाई। अनि यता लानम दाईले चाहिँ साइकल पनि ल्याउनु भएको छ, साङ्गे लानम दाईको छोराको। म बुनी गएर देखाउँछु है त गाइस। यहाँ गाडीबाट ओर्लिनु भइसकेको छ।
अलिअलि देखाइदिन्छ एउटा। यता चाहिँ मेरो आन्टी रेली माया मोक्तान तरकारी लिएर आउनु भएको छ। अनि उता छ विमल दाई, अनि आनी पनि उतै हुनुहुँदो रहेछ। अनि र म पनि आएको तरकारी लिएर आउनु भएको रहेछ। यसै माथि लानुहोस् आफै। अनि त्यो त लगिहाल्छ नि। विमल दाई कहाँ पुगेर आउनुभयो तपाईँ? बौद्धमा। यो पनि लानुहोस्। हात खाली पर्यो नि। आयो खुसान भाउ नै पर्ला। ल म चाहिँ यो सामान माथि लगेर जान्छु। सो म सिधै माथि पुगेँ त। अहिले चाहिँ हामी माथितिर छौँ कौसीमा। यताबाट चाहिँ भक्तपुर नगर पुरै देख्छ। यता छ नेता पोलो टेम्पल, अनि यता दरबार क्षेत्रहरू पनि अलिअलि देख्छ। यता चाहिँ तरकारीहरू कटिङ चपिङ पनि कुकिङ पनि यतै गर्नु लाग्छ। यता आलु चपिङ, यहाँ हाम्रो आन्टी मैचाङ दिदी अनि हाम्रो हाम्रो चाहिँ यहाँ चपिङ गर्दै हुनुहुन्छ। यहाँ चाहिँ बोक्रा छिल्दै। सो गाइस, मेमीहरूले चाहिँ ब्रेकफास्ट गरेर जानु भइसक्यो। अब हामी पनि ब्रेकफास्ट गर्न लाग्यो। अनि हाम्रो आशा गोहान ब्रेकफास्टमा चाहिँ छ यो मुस्ली र मिल्क, र यो खान्छौँ। अनि त्यसपछि अर्को के हुन्छ त्यो देखाउँछौँ। अब पूजा चाहिँ सुरु भइसकेको छ। अनि यता तपाईँले अलिअलि सुनिराख्नु भयो होला आवाज पूजा गरेको। यहाँबाट पनि देख्छ होला अलिअलि। यहाँबाट चाहिँ पछाडिबाट यो दुईवटा रुममा अब 20-22जना मेमेहरू हुनुहुन्छ, लामो गुरुहरू। त्यही भएर चाहिँ अनि अलिकति स्पेसहरू म्यानेज गरेर राखेको छ दुईवटा कोठामा। यता चाहिँ लामो गुरुहरूलाई पानी सर्भ गर्ने। यता रिमा र मैचाङ दिदी फेरि के अरे खाना पकाउँदै हुनुहुन्छ। यता चाहिँ पानीको लागि यता पढ्दै हुनुहुन्छ। म चाहिँ यहाँ भ्लग पनि बनाउँदैछु, अलिअलि कामहरू सघाउँदैछु। अनि यता पढ्दै हुनुहुन्छ दुईवटा रुममा। अघि नै देखाइहालेँ, फेरि पनि अलिअलि चाहिँ देखाउँछु। अब फेरि अरू के क्लिपहरू आज दिनभरिमा चाहिँ जे हुन्छ त्यो हुन्छ। अनि फेरि भोलि र पर्सि पनि पूजा छ, त्यो पनि देखाउँछु। यता किचन त होइन, कौसीमा चाहिँ अब कुकिङको काम भइरहेछ। यहाँ त रेली आन्टी चाहिँ क्लिनिङमा छ है। हाम्रो चाहिँ यता त्यो सकाएर के अरे हेर्छ आन्टी चाहिँ यहाँ गोलबाट। आनी चाहिँ उता, आनीको चाहिँ के हो त्यो दाल रहेछ, दाल। यहाँ चाहिँ दाल। यो चाहिँ फ्राई गर्ने कि तरकारी पनि हो? गोलभेडा त टन्नै रहेछ। अचारको लागि नि अहिले नै काट्यो। अब जिम गर्ने मान्छेले त्यति चाहिँ अलि भएन, बल भएन। यता छ मर्थमान दाई।
केराउको दाल तपाईँहरू खाजा खानै खाजा नि लिएर राखेर छौ जो खाजा खानु कटिङ बाँकी हो ए सकेछ खाजा पनि खानै तपाईँहरू यहाँ ब्रेकफास्ट डेक्ची त उता पनि छ यो त सागको काम चाहिँ सकिसकेको छ ब्लग बनाएको नि पानी चाहिँ उता जाने गर्नु नि यहाँ पुरै भिज्छ फेरि यता आउँछ केही छैन तल जान्छ जान त माथिबाट के अरे तरकारीहरू पकाएर फेरि यता धमाधम सप्लाई गरेर राखेको छ अब खाना खाने बेला नि हुँदायो आन्टी चाहिँ ल्याउनु भइरहेछ सुन्दर दिदी यहाँ रूपा दिदी सुरेन्द्र यहाँ कटिङ हान्दैछ ज्याम काम छैन भ्लग मात्रै बनाएर बस्छ जानु तपाईँ काम भएको मान्छे के भन्नु सर के ल्याउनु भएको यस्तो नप्किन कसलाई यो सुन्दर दिदी रिटर्न बहिनी रिटर्न मानी हो टोमाटो पिउरे त्यहाँ चाहिँ के पाक्दै हो टोफु आलु हो त्यहीँ हो कैच टोमेटो पिउरे टोमाटो पोटाटो अनियन नाप्किन नाप्फ्याबा नाप्किन धेरै माथि नजाऊ बाजेको पसलसम्म मात्र जाऊ है माथि यता नोर्गेल र सँगै चाहिँ त्यो साइकल खेल्नु भनेर यतातिर आएको कहाँ उता लगेर गएछ साइकल पनि उतै पुगेर बसेर छ यहाँबाट देख्छ त्यस्तै हो यता रहेछ घुमाएर नोर्गेलले चाहिँ ल्यायो साङ्गे नै आउँदैछ साङ्गेले नै आउँदैछ Welcome back to my channel. धेरै माथितिर नजाऊ है अब यिनीहरू पनि साइकल खेल्दैछ म चाहिँ यिनीहरूलाई हेर्दैछु किनभने ठुलो मान्छेहरू सबै माथि पूजा पनि व्यस्त छ सो गाइस अहिले चाहिँ दिउँसोको 2 बजेको छ अनि पूजा पनि भइरहेछ हामीले खाना पनि खाइसक्यो अनि गाउँबाट मम पनि आउनु भएको छ यहाँभित्र पूजा भइरहेछ अनि मम पनि आउनु भयो किन मम चाहिँ अघि नै 12 बजीतिर आइपुग्नु भएको छ उता हुनुहुन्छ मम चाहिँ खाना खाएर आराम गर्दै हुनुहुन्छ सो गाइस अब पूजाको पनि अलिअलि देखाउँछु म पूजा पनि अलिअलि भइरहेछ अलिअलि भने मजाले भइरहेछ अनि अब खाजाहरू पनि पक्दैछ रोटी बनाउनलाई यता रोटी बेल्दै पनि छ यता हाम्रो आम्रेनले गर्दै हुनुहुन्छ ठुलो मम्मीले पूजा चाहिँ यहाँभित्र भइरहेछ पूजा पनि देखाउँछ है त म
रोटी चाहिँ कतिवटा छ यहाँ 50 औ मेमीहरूले दुईवटा खायो भने त सकिँदो रहेछ अब चाहिँ लगभग आजको दिनको चाहिँ सकिँदायो अझ भोलि र पर्सि पनि छ अनि अहिलेलाई चाहिँ रोटी र आलु तरकारीहरू छ अनि माथि पूजा पनि हुँदैछ लगभग सकिन लाग्यो अनि यता कौसीमा चाहिँ हाम्रो चाहिँ रोटी बसाल्दै हुनुहुन्छ तपाईँले कतिवटा रोटी बेल्यो आजको दिनमा अघि 50वटा रे तल त मैले गनेको 100 भइसक्यो यहाँ रहेछ टन्नै अझै बाँकी रहेछ देखेँ मैले त्यहाँ रहेछ अनि यहाँ अझै बाँकी रहेछ 150 जति त आउँछ होला 150 200 खाने मान्छे नि टन्नै छ लामा मेमीहरू नै हुनुहुन्छ 22 जना जति खाने मान्छे नि छ घरमै टन्नै म चाहिँ यो खुर्सानी लिन आएको अब फेरि तल लगेर जान्छु अब म कति धेरै केलाइसकेको छ तपाईँहरूले नि कति धेरै त्यो केलाइसकेको छ ममले नि केलाउँदै हुनुहुँदो रहेछ खानु पर्यो खुवाउनु पर्यो अब अझै टन्नै रहेछ गाउँबाट ल्यायो आज यो ममको गफ मम र आनी चाहिँ गफ गर्दै हुनुहुँदो रहेछ म चाहिँ यो लिन गएको थियो हामीले पुऱ्याउनु गएको लाउनु यो प्याकेटमा रहेछ माथि अब सकिन लाग्यो यही पुरै रेडी भइसक्यो सर टेबलहरू पनि यता रेडी भइसकेको छ अब माथि पनि सकिन लाग्यो अब सकिसकेपछि फेरि अब खाजा खाने लगाइज सियु सो गाइज आजको चाहिँ पूजा सकिसक्यो अनि लामा गुरुहरू पनि खाजा खाएर कोही यतै बस्नुहुन्छ कोही चाहिँ पौध जानुभयो र कोही यता सुरुपेनिङमै भागहरू सुरुपेनिङ जाँदै हुनुहुन्छ सो अब हामी पनि खाजा खाने सो आजको लागि यति नै सी यु इन आवर टुमरोज ब्लग मेबी दुईटै ब्लग एउटैमा आउन सक्छ जे पनि हुनसक्छ सो गुड बाई ब्रो आज चाहिँ पूजाको लास्ट डे अनि आज चाहिँ हाम्रो घाँसु खेल्ने हुन्छ ग्राउन्डहरू खेल्ने अनि म चाहिँ कौसीमा यहाँबाट फेरि पनि हेर्नुहोस् पान्तली मन्दिर भक्तपुर दरबार क्षेत्र र म चाहिँ यता यहाँ चाहिँ फेरि
आटा पाल्नको लागि रोटीहरू रेडी पार्दै हुनुहुन्छ। माथि चाहिँ कुकिङ सेलरोटी माथि यता हाम्रो आफ्रेन चाहिँ सेलरोटी पोल्दै। लस्सु आफ्रेन तपाईँले त कति 200 पुगिसक्यो क्या हो अङ्कल। हाम्रो चाहिँ सधैँ फेरि आलु तास्नेमै पर्दो रहेछ मैले भिडियो खिच्ने बेलामा। तपाईँ चाहिँ नङ तास्दै चक्कुले होइन चक्कु चाहिँ ठुलै छ है मान्छे अनुसारकै। कसको मोबाइल ल्यायो फेरि यो चाहिँ कविता दिदीको। आफ्रेनको सेलरोटीको फेरि तारिफ छ जहाँ चाहिँ सिस्टम ठिक रहेछ नि आफ्रेनको चाहिँ त्यहाँ। 2टा आँट्छ काट्दैन त्यहाँ चाहिँ। मैले कति 6-7वटा खाइसक्यो यो रोटी। छैन म त के अरे तलतिर गएको थियो आम्रेना लिनलाई अनि पछि के अरे गोलभेडा ल्याएँ मैले 3 किलो ल्याएको थियो। ल म लिन गएँ गोलभेडा लिएर 3 किलो। अब त्यो माथि दिनु पऱ्यो तलतिर जान्छु म। ठुलो आम्रेटै आनीले ल्याउनु भएछ यहाँ। यो त पखाल वर्ष अगाडि माटो माटो रहेछ। अझै चाहिन्छ कि ल यहाँबाट चाहिँ फेरि भक्तपुर सहर पुरै देख्छ। तपारी यो सबै भक्तपुर सहर। उता पारी त काठमाडौँ नै हो। म गएको थियो अनि म चाहिँ फेरि फर्केको क्या गोलभेडा किन्न। ढिलै हुन्छ अरे त्यो जामै जाम छ अरे अनि त्यही भएर जग्गातिको जाममा हुनुहुन्छ अरे। अनि अहिले त त्यो के अरे आदर्श चोक त्यो एक्सपान्ड गर्दैछ अनि ठुलो रोड बनाउनु ला भएर अनि अब मुनिको किचनमा पनि जानु पऱ्यो। खाना लाग्यो यहाँ चाहिँ हाम्रो आफै हुनुहुन्छ रौस सम्धी मर्तमान अनि सुकलाल दाई विमल दाई पनि हुनुहुन्छ त्यहाँ। यहाँ चाहिँ अब खानाभन्दा अगाडि चाहिँ यहाँ सलाद सकिन थालिसक्यो। मामा नि आउनुभयो विष्णु मामा हाम्रो त्यहाँ पस्काउँदै हुनुहुन्छ। थोरै मात्र पस्किनु रह्यो थोरै मात्र पस्किनु आफैलाई दिनु थोरै मात्र पस्किनु आफै। धन्यवाद। पूजा पनि लगभग त्यो भूत फ्याल्नेको पनि ग्रह दशा फ्याल्नेको पनि छ। सबैजना बाहिर हुनुहुन्छ। सबैजनाले आफ्नो नङ कपाल अनि कपडाको टुक्रा त्यहाँ हालिसक्यो। भइरहेको मिना दिदीको छोरी। एकजनालाई रोजगार हुन्छ नि एउटा रोजगार हुन्छ। सो गाइज पूजा चाहिँ सकिसक्यो एकदम राम्रो भइसक्यो। हामीले पनि अब ढुङ्गा पर्नु थापिसक्यो अनि यसो छेउघर पनि बाढ्यो। अब
यहाँ बाँकी भएको चोकहरू पनि अब यहीँ बार राख्ने, कोही बाँड्ने, यहाँ नि छ टन्नै मिमीहरूलाई नि लामा गुरुहरूलाई नि दियो। अनि अब यो ब्लगमा चाहिँ अब यतिकै। अब अर्को भिडियोहरूमा पनि भेट्नेछौँ। 3 दिनको पूजा अब राम्रोसँग भयो। सेकेन्ड डेको चाहिँ खासै भिडियोहरू मैले खिचेन। अब फर्स्ट डे र आजको चाहिँ मैले खिचेँ, त्यो पनि पुरै चाहिँ खिच्न पाएन किनभने म आफै पनि धेरै बिजी भएको कारणले राम्रो खिच्न पाएन। सो अब नेक्स्ट भिडियोमा भेट्नेछौँ। टिल देन स्टे ट्युन, सब्सक्राइब टु आवर च्यानल, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई, सायोनारा, जाने।